सर जुन जुलाईको सिजन पनि आयो, अब त मार्केट बढ्छ कि भनेको, तर यो जुलाई मन्थको बी ग्रेड क्लोजिङले नै तर्सायो सर। अब जुन त रेट भइहाल्यो, अब के जुलाईमा चाहिँ मार्केट बढ्ला त सर भन्ने धेरैलाई लागेको छ। हेलो ट्रेडर्स एन्ड इन्भेस्टर्स, नमस्ते, वेलकम टु मेरो एनालाइसिस। नेप्सी र सब इन्डेक्सको क्विक मन्थली एनालाइसिस लिएर आएको छु। आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिला नेप्सीको मन्थली चार्ट हेरौँ। नेप्सीको मन्थली चार्टमा ओभरअल स्ट्रक्चर हेर्नुहुन्छ भने स्टिल साइडवेज नै छ। मार्केट यो लेभलमा 2500 देखि 3000 को लेभलमा साइडवेज बसेको झन्डै 2 वर्ष नै हुन आँटिसक्यो। योभन्दा अगाडि मार्केट कहिले पनि यसरी चाहिँ बुलिस फेजमा हुँदै गर्दाखेरि यसरी अल टाइम हाईको नजिकमा आएर कहिले पनि यति धेरै समयसम्म चाहिँ साइडवेज बसेको थिएन। र यो साइडवेज बस्दै गर्दाखेरि पनि धेरैलाई अल टाइम हाई कहिले ब्रेक गर्छ होला सर भन्ने लागिरहेको छ। र अहिले यदि करेन्टली चार्ट हेर्नुहुन्छ भने मार्केटले अझै पनि यो जोनबाट चाहिँ अब यहीबाट चाहिँ अब चाहिँ अल टाइम हाई नै जान्छ भन्ने त्यस्तो कुनै पनि सेटअप बनाएको चाहिँ छैन। किनभने योभन्दा अगाडि के देख्न सक्नुहुन्छ भन्दाखेरि तपाईँले चाहिँ मार्केटलाई यो 2200 को लेभल ब्रेकआउट गर्नभन्दा अगाडि हामीले के देख्छौँ, मार्केटलाई यो जोनमा चाहिँ एउटा राम्रो बुलिस क्यान्डल बनायो, मर्निङ स्टार प्याटर्न बनायो, क्यान्डलस्टिक प्याटर्न यहाँ मन्थलीमा राम्रो। त्यसपछि के गर्यो, यहाँनिर झन्डै 6 महिना साइडवेज भयो। यो साइडवेज कहाँनिर भएको छ, रेजिस्टेन्सको नजिक आएर भएको छ। र यो रेजिस्टेन्सको नजिक आएर यसरी साइडवेज हुँदै गर्दाखेरि मार्केट 6 महिनासम्म यसरी कन्टिन्युसली हेर्नुहुन्छ भने सेलिङ प्रेसर त आएको छ, तर सेलिङ प्रेसर आउँदै गर्दाखेरि पनि यो बुलिस क्यान्डलको 50% भन्दा पनि तल मार्केट आउन सकेको छैन। भन्नुको मतलब यहाँनिर क्लियरली के देखिन्छ, जसले चाहिँ यो रेजिस्टेन्सको जोनमा चाहिँ अब मार्केट फेरि पनि तलै जान सक्छ कि भनेर सेल गर्यो, उनीहरूको चाहिँ सप्लाई यहाँनिर चाहिँ खाएर उनीहरूलाई सेकआउट गरेर उनीहरूको किता खोसेर चाहिँ मार्केटले यहाँबाट राम्रो ब्रेकआउट दिएको छ, ब्रेकआउट दिएको थियो प्रिभियसली चाहिँ। भन्नुको मतलब यहाँनिर चाहिँ मार्केटले चाहिँ यो रेजिस्टेन्स चाहिँ ब्रेकआउट गर्ने खालको सेटअप चाहिँ बनाएको थियो। तर अहिले हेर्नुहुन्छ भने त्यस्तो कुनै पनि खालको चाहिँ सेटअप बनाएको छैन। र उल्टै यहाँनिर के देखिन्छ, मार्केटले यहाँनिर जुन 6 महिनाको लेभलमा यहाँनिर राम्रो साइडवेज बसेको थियो, यसको ब्रेकआउट दिइसकेपछि मार्केट माथि नै सस्टेन हुन सकेन। र उल्टै के गर्यो, जुन एउटा ब्रेकआउट दिएको क्यान्डल थियो, ब्रेकआउट दिएको क्यान्डलको लो नै यो जुन मन्थमा चाहिँ क्लियरली एउटा बी ग्रेड क्यान्डल बनाएको चाहिँ ब्रेकडाउन गरेको छ, जुन चाहिँ त्यति पोजिटिभ होइन। र यो ब्रेकडाउन हुँदै गर्दाखेरि मार्केटले चाहिँ यो एउटा लाइन अफ सपोर्ट पनि ब्रेकडाउन चाहिँ गरिसकेको छ। सो मार्केटमा अहिले करेन्टली हेर्नुहुन्छ भने मार्केटमा त्यति राम्रो सेटअप चाहिँ मन्थलीमा चाहिँ बनेको चाहिँ छैन। यहाँ अलिकति एउटा पोजिटिभ मात्र के हो भन्दाखेरि चाहिँ मार्केट अहिले झन्डै 1.5-2 वर्षदेखि चाहिँ यो जुन 1.5 वर्षदेखि चाहिँ जुन यो 2580-2600 को लेभलमा एउटा स्ट्रङ सपोर्ट बनाएर बसेको लेभल थियो, मार्केट अहिले हेर्नुहुन्छ भने त्यही सपोर्टको लेभलबाट चाहिँ यो जुलाई मन्थमा चाहिँ केही बाउन्स ब्याक हुन खोजेको जस्तो चाहिँ देखिन्छ। तर मन्थली चार्टबाट यदि हेर्नुहुन्छ भने चाहिँ मार्केटमा एटलिस्ट पनि मार्केट यो 2800 भन्दा माथि मार्केट सस्टेन नहुँदासम्म पोजिटिभ चाहिँ हुन सकिँदैन। त्यसैले जसले यदि म चाहिँ कन्फर्मेसन सहित मार्केट अपसाइड मोमेन्टममा गएपछि मात्रै म ट्रेड लिन्छु भनेर बस्दै हुनुहुन्छ भने उहाँहरूले एटलिस्ट पनि मार्केटले चाहिँ यो 2800 भन्दा चाहिँ मार्केट माथि चाहिँ सस्टेन हुन चाहिँ दिनुपर्छ। होइन एउटा होपको भरमा चाहिँ होइन, जुलाई पनि आयो, मार्केट चाहिँ एउटा स्ट्रङ सपोर्टको लेभलमा पनि छ। सो यहाँनिर चाहिँ यदि मैले केही बाई पोजिसन लिन्छु भनेर भन्नुहुन्छ भने टाइट स्टप लस राखेर मात्र बाई पोजिसनहरू चाहिँ लिनु होला। मैले के भने मार्केटले यदि तपाईँले कन्फर्मेसन सहित ट्रेड गर्नुहुन्छ भने यो 2800 भन्दा माथिको मार्केटलाई सस्टेन हुन दिनु होला, होइन भने चाहिँ यो लोअर जोनहरूमा चाहिँ एकदमै टाइट स्टप लस राखेर मात्र चाहिँ तपाईँहरूले चाहिँ बाई पोजिसन चाहिँ स्लोली लिन चाहिँ सक्नुहुन्छ। अब धेरैलाई लाग्न सक्छ सर यो एकुमुलेसन हो कि डिस्ट्रिब्युसन हो कि भइरहेको यहाँनिर भनेर। मार्केटमा अहिले यति धेरै कम्पनी भइसकेको छन् कि झन्डै 280-300 वटा कम्पनी लिस्टेड भइसकेको छन् कि ठ्याक्कै हामीले भन्न चाहिँ सक्दैनौँ। तर यदि स्टकहरू हेर्नुहुन्छ भने मार्केट यो जुनमा साइडवेज बस्दै गर्दाखेरि चाहिँ झन्डै 80 देखि 90% स्टकहरू चाहिँ मार्केट यो स्टकहरू चाहिँ टप लागेर पनि अहिले 50-60-70%सम्म चाहिँ करेक्सनमा गइसकेका छन्। सो मार्केटले चाहिँ यो लेभलमा साइडवेज बसाएर चाहिँ स्मार्ट मनीहरूले चाहिँ मजाले स्टक गर्न चाहिँ पम्प एन्ड डम्प गरेर पनि उनीहरूले डिस्ट्रिब्युसन गरेर पनि सके। केही ब्याङ्कहरू र केही हाई क्याप हाइड्रोहरू मात्र यो लेभल माथिको लेभलहरूमा सस्टेन भएका छन्, होइन भने मेजोरिटी अफ द स्टकहरू चाहिँ बेरिसमा गइसकेका छन्। त्यसैले यो लेभलमा चाहिँ तपाईँहरूले चाहिँ रिएकुमुलेसन फेजमा हो कि के भइरहेको डिस्ट्रिब्युसन फेजमा हो भनेर तपाईँहरू चाहिँ त्यसरी चाहिँ नझुकिनु होला। अब यसलाई चाहिँ प्राइस एक्सन पछि चाहिँ अलिकति एउटा इन्डिकेटर पर्सपेक्टिभबाट पनि हेरौँ, मार्केट कसरी के देखिरहेको छ त मार्केट चाहिँ यो साइडवेज बस्दै गर्दाखेरि इन्डिकेटर अनुसार चाहिँ भनेर। सबैभन्दा पहिला चाहिँ एउटा बोलिन्जर ब्यान्ड मैले तपाईँहरूलाई देखाउन चाहेँ। बोलिन्जर ब्यान्डमा हेर्नुहुन्छ भने मार्केट यो 2023 को डिसेम्बरमा चाहिँ मार्केटले यो मिड ब्यान्डभन्दा माथि रिक्लेम गरिसकेपछि चाहिँ कहिले पनि मार्केटमा चाहिँ यो मिड ब्यान्ड चाहिँ लगातार 2 मन्थमा चाहिँ ब्रेकडाउन गरेको थिएन। यहाँनिर ब्रेकडाउन गरेको थियो स्लाइटली, तर इमिडिएटली रिक्लेम गर्यो। त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ स्लाइटली एउटा स्मल रेड क्यान्डलले ब्रेकडाउन गरेको थियो, त्यसपछि फेरि इमिडिएटली राम्रो बुलिस क्यान्डलले रिक्लेम गर्यो। तर यसपालि हेर्नुहुन्छ भने बी ग्रेड क्यान्डलले चाहिँ एकदमै ब्रेकडाउन गरेको छ, जुन चाहिँ त्यति पोजिटिभ होइन। र ओभरअल यहाँनिर के देख्न सक्छु तपाईँलाई चाहिँ एउटा भोलाटिलिटी कन्ट्र्याक्सन भएको पनि देख्न सक्नुहुन्छ। सो यसले के पनि इन्डिकेट गर्छ भन्दाखेरि चाहिँ मार्केटमा अब छिट्टै नै एउटा स्ट्रङ मुभ चाहिँ आउन चाहिँ रेडी छ भनेर चाहिँ यसले चाहिँ इन्डिकेट गर्छ। अब त्यो माथिको आउँछ कि तलको आउँछ अहिले भन्न सक्दैन, तर अहिले करेन्टली हेर्नुहुन्छ भने जुन एउटा साइन यो मिड ब्यान्ड पनि ब्रेकडाउन गरेर जुन एउटा साइन देखाएको छ त्यो त्यति पोजिटिभ चाहिँ होइन। सो
बोलिन्जर ब्यान्डबाट के देखिन्छ मार्केटमा एउटा छिट्टै नै एउटा राम्रो भोलाटिलिटी चाहिँ मार्केटमा चाहिँ आउन सक्ने देखिन्छ र त्यसको लागि यदि माथिको मुभ आउने भने एटलिस्ट पनि के हुनु पर्यो यो मिड ब्यान्डभन्दा माथि सस्टेन हुनु पर्यो होइन मिड ब्यान्डभन्दा तल नै सस्टेन हुन्छ भने चाहिँ यसले चाहिँ फर्दर करेक्सन चाहिँ अझै चाहिँ यसले चाहिँ ल्याउन सक्छ जसले चाहिँ अझै चाहिँ प्यानिक चाहिँ क्रिएट चाहिँ गर्न सक्छ मार्केटमा सो तपाईँहरू आउने जुलाई मन्थलाई एकदमै क्लोजली वाच गर्नु होला यसले चाहिँ यो मिड ब्यान्ड रिक्लेम गर्छ कि नै त्यो एकदमै क्लोजली वाच गर्नुपर्ने हुन्छ यो जुलाई मन्थको लागि चाहिँ यो रह्यो बोलिन्जर ब्यान्डको पर्सपेक्टिभबाट अर्को हेरौँ आरएसआईबाट सिम्पल के देखिन्छ भन्दाखेरि चाहिँ मार्केट यो 1800 देखि 2200 को रेन्जमा चाहिँ साइडवेज हुँदै गर्दाखेरि मार्केटले यो आरएसआई पनि यो लेभलमा साइडवेज बसेको थियो तर जब यो मार्केटले यो 2200 को लेभललाई एकदम स्ट्रङ ब्रेकआउट दियो आरएसआईले पनि यो 50 भन्दा लेभल चाहिँ माथि नै ब्रेकआउट दिएर अहिलेसम्म सस्टेन भइरहेको छ र आरएसआईको अनुसार चाहिँ जबसम्म मार्केट चाहिँ सरी यो आरएसआई चाहिँ यो 50 भन्दा माथि सस्टेन हुन्छ तबसम्म मार्केट स्टिल बुलिश फेजमा नै छ भनेर चाहिँ तपाईँहरूले चाहिँ अलिकति एउटा होपमा चाहिँ बस्न सक्नुहुन्छ तर जब यदि यो आरएसआईले पनि 50 को लेभल पनि लुज गरेर तल सस्टेन हुन थाल्यो भने मार्केट कतै बेरिस त गएको होइन बेरिस पो जान सक्ने हो कि भनेर इन्डिकेसन पनि यसले गर्न सक्छ सो तपाईँहरूले आउने मन्थको लागि चाहिँ आरएसआई चाहिँ 50 भन्दा माथि सस्टेन हुन्छ कि नै हेर्नु होला अब स्ट्रङ मोमेन्टम आउने भने के हुनु पर्यो जुन एउटा आरएसआईको जुन एउटा फलिङ मोमेन्टम छ यो प्यारलल च्यानलमा यो फलिङ मोमेन्टमलाई चाहिँ आरएसआईले चाहिँ क्लियरली ब्रेकआउट चाहिँ दिनु पर्यो यसरी ब्रेकआउट दिन्छ भने मात्र त्यसपछि हामीले चाहिँ ओहो अब चाहिँ आरएसआईले पनि मोमेन्टम देखाउन थाल्यो अब चाहिँ मार्केट स्ट्रङली चाहिँ अपसाइड मोमेन्टम चाहिँ जान सक्छ भनेर चाहिँ हामीले चाहिँ भन्न सक्छौँ सो यो रह्यो केही इन्डिकेटर पर्सपेक्टिभबाट मार्केटमा स्टिल कुनै पनि त्यस्तो डिसिजन छैन कुनै पनि एउटा कन्फर्मेसन छैन कि मार्केट यहाँबाट चाहिँ स्ट्रङली अब चाहिँ अल टाइम हाई नै ब्रेक हान्छ भन्ने खालको तर अलिकति पोजिटिभ भनेको चाहिँ के छ यो स्ट्रङ सपोर्टमा चाहिँ अहिले मार्केट आएर केही बाउन्स ब्याक हुन खोजेको छ र सिजन वाइज पनि एउटा जुलाई एउटा राम्रो बाउन्स ब्याक आउने सिजन चाहिँ हो सो यहाँबाट हामीले होपफुल चाहिँ हुन सकिन्छ तर यदि तपाईँले मन्थली चार्टबाट हेर्नुहुन्छ भने यहाँबाट कुनै पनि सेटअप चाहिँ यहाँबाट चाहिँ अब अल टाइम हाई नै जान्छ भन्ने सेटअप चाहिँ छैन सो आउने मन्थ एकदमै यो जुलाई मन्थ एकदमै क्लोजली हेर्नु होला 2800 माथि चाहिँ ब्रेकआउट हुन्छ कि नै त यो रह्यो नेप्सेको मन्थली एनालाइसिस अब हेरौँ बाँकी सब इन्डेक्सहरू सबैभन्दा पहिला हेरौँ ब्याङ्किङ सब इन्डेक्समा ब्याङ्किङ सब इन्डेक्स चाहिँ नेप्से त्यति राम्रो नदेखिए पनि मन्थली चार्ट अनुसार ब्याङ्किङ सब इन्डेक्स चाहिँ राम्रो देखिरहेको छ किनभने ब्याङ्किङ सब इन्डेक्सले एउटा राम्रो यो डायगोनल रेजिस्टेन्सलाई पनि ब्रेकआउट दिएको छ र करिब 6 महिनादेखि यो जुन यो साइडवेज गएको थियो ब्याङ्किङ सब इन्डेक्स त्यसको पनि एउटा राम्रो ब्रेकआउट दिएर अहिले करेन्टली पुल ब्याक आइरहेको छ 4 महिनादेखि र यो पुल ब्याक आउँदै गर्दाखेरि मार्केटले यो ब्याङ्किङ इन्डेक्सले अहिलेसम्म यो बुलिस क्यान्डलको लो चाहिँ 1350 को लो चाहिँ ब्रेकडाउन गर्न सकेको छैन यो माथि नै अहिले सस्टेन भइरहेको छ जुन एकदमै पोजिटिभ हो र यदि ब्याङ्किङ सब इन्डेक्सले चाहिँ पुल ब्याकमा चाहिँ यो 1350 भन्दा माथि नै सस्टेन गर्छ भने ब्याङ्किङ सब इन्डेक्समा एउटा राम्रो र्याली आउन सक्छ जसको हाम्रो मिड टर्म टार्गेट भनेको चाहिँ यो 1900 भन्दा माथिको टार्गेट चाहिँ हाम्रो ब्याङ्किङ सब इन्डेक्समै रहन्छ त्यसको लागि चाहिँ एटलिस्ट पनि के हुनु पर्यो यो ब्याङ्किङ सब इन्डेक्सले चाहिँ 1576 भन्दा चाहिँ माथि ब्रेकआउट दिएर चाहिँ सस्टेन हुनु पर्यो सो ओभरअल ब्याङ्किङ सब इन्डेक्स राम्रो देखिएको छ यो अहिले पुलब्याकमा पनि हेर्नुहुन्छ भने मजाले रिएकुमुलेसन जस्तो देखिएको छ यदि तपाईँले चाहिँ म चाहिँ मिड टु लङ टर्मको लागि चाहिँ पोजिसन बनाउँछु यदि भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ यो लोवर जोनहरूमा चाहिँ तपाईँले पोजिसन बनाउन सक्नुहुन्छ तर ध्यान दिनु होला यदि ब्याङ्किङ सब इन्डेक्सले पनि यो यसको लो ब्रेकडाउन गर्यो भने चाहिँ तपाईँहरू पनि अलिकति सेफ साइडमा बस्ने गरी अलिकति रिस्क म्यानेज गर्ने हिसाबले चाहिँ प्लानिङ चाहिँ बनाउनु होला तर होइन म चाहिँ मोमेन्टममा ट्रेड गर्छु भन्नुहुन्छ भने चाहिँ यसको योभन्दा माथि यदि ब्याङ्किङ सब इन्डेक्स चाहिँ सस्टेन हुन्छ भने चाहिँ तपाईँहरूले चाहिँ मोमेन्टम ट्रेड पनि लिन सक्नुहुन्छ जसको टार्गेट चाहिँ हाम्रो चाहिँ यो 1900 भन्दा माथिको चाहिँ टार्गेट हुनेछ यो ब्याङ्किङ सब इन्डेक्सको सो चार्ट राम्रो देखेको छ तपाईँले चाहिँ ब्याङ्किङ सब इन्डेक्सलाई चाहिँ एकदमै क्लोजली वाच गर्नु होला अब हेरौँ हाइड्रो पावर सेक्टरको हाइड्रो पावर सेक्टरमा के देखिन्छ भन्दाखेरि चाहिँ हाइड्रो पावर सेक्टरले चाहिँ कन्टिन्युसली यो अल टाइम हाईको चाहिँ बाई साइड लिक्विडिटी लिएर अहिले यसमा चाहिँ एउटा राम्रो सेलिङ आएर तल नै बसिरहेको छ जुन त्यति पोजिटिभ चाहिँ होइन तर अहिले हेर्नुहुन्छ भने मार्केट यो हाइड्रो पावर सेक्टर स्टिल यो एउटा बुलिस क्यान्डलको हाई र लो बिचमा नै साइडवेज बसिरहेको छ सो जबसम्म चाहिँ हाइड्रो पावर सेक्टरले चाहिँ यो बुलिस क्यान्डलको लो प्रोटेक्ट गर्छ तबसम्म चाहिँ हामी चाहिँ आत्तिनु चाहिँ पर्दैन तर यदि हाइड्रो पावर सेक्टरले चाहिँ यो बुलिस क्यान्डलको लो पनि ब्रेकडाउन गरेर तल सस्टेन हुन थाल्यो भने चाहिँ यसमा एकदमै अझै पनि राम्रो करेक्सन चाहिँ डिपर करेक्सन प्यानिक करेक्सन चाहिँ आउन सक्छ सो त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ एलर्ट भएर चाहिँ अझै पोजिसन चाहिँ रिस्क म्यानेज चाहिँ गर्नुपर्छ तर अहिलेसम्म हेर्नुहुन्छ भने तपाईँहरू चाहिँ यो बुलिस क्यान्डलको लो ब्रेक नहुँदासम्म तपाईँहरूले यो लो डिमान्ड जोनहरूमा चाहिँ स्टिल तपाईँहरूले चाहिँ पोजिसन चाहिँ लिन सक्नुहुन्छ टाइट स्टप लस राखेर जसको टार्गेट अहिलेको लागि यही हाईको चाहिँ रहन्छ होइन अब चाहिँ मोमेन्टम स्ट्रङ मोमेन्टम कहिले आउँछ सर यसमा भनेर यदि भन्नुहुन्छ भने चाहिँ जबसम्म चाहिँ यो 4000 भन्दा माथि हाइड्रो पावर सेक्टरमा चाहिँ एउटा राम्रो बुलिस क्यान्डल बनाएर चाहिँ यो माथि सस्टेन हुँदैन तबसम्म चाहिँ स्ट्रङ मोमेन्टम चाहिँ आउन चाहिँ गाह्रो हुन्छ तबसम्म चाहिँ यो साइडवेज नै बस्न सक्छ तर अहिलेको जोनमा हेर्नुहुन्छ भने यो लो डिमान्ड जोनमा चाहिँ तपाईँले बिस्तारै पोजिसनहरू चाहिँ लिन सक्नुहुन्छ टाइट स्टप लस राखेर यो रह्यो हाइड्रो पावर सेक्टर अर्को हेरौँ फाइनेन्स सेक्टर
फाइनेन्स सेक्टरमा हामीले अघिल्लो मन्थली एनालिसिसमा भनेको थियो यो जुन भनेको चाहिँ एउटा बाइङ जोन हो, यहाँबाट चाहिँ तपाईँहरूले चाहिँ केही पोस्ट लिन सक्नुहुन्छ जसको टार्गेट चाहिँ यो रहन्छ 27-28 भनेर। र अहिले हेर्नुहुन्छ भने केही टाइम लगाएर भयो भने 3-4 महिना लगाएर भयो भने यो फाइनेन्स सेक्टरले चाहिँ यो टार्गेट चाहिँ अलमोस्ट एचिभ गरेको छ। र ओभरअल हेर्नुहुन्छ भने फाइनेन्स सेक्टर पनि अलिकति बेटर चाहिँ देखेको छ अरू सेक्टरको तुलनामा, किनभने एउटा जुन यहाँनिर केही साइड वेज बसेर एउटा राम्रो यो 4 महिनाको साइड वेजले एउटा राम्रो बुलिस क्यान्डलले ब्रेकआउट दियो र ब्रेकआउट दिँदै गर्दाखेरि चाहिँ अहिले जुन यहाँबाट सेलिङ आएको छ एउटा राम्रो सेलिङ आउने जोन पनि हो फाइनेन्स सेक्टरको। र सेलिङ आइसकेपछि पनि यो फाइनेन्स सेक्टरले यो बुलिस क्यान्डलको लो जुन अराउन्ड 2300 को रहेको छ 6 महिना भइसक्यो, स्टिल यसले बुलिस क्यान्डलको लो चाहिँ ब्रेक डाउन चाहिँ गर्न सकेको छैन, योभन्दा माथि नै सस्टेन भइरहेको छ। र ध्यान दिनु होला, जबसम्म फाइनेन्स सेक्टरले यो बुलिस क्यान्डलको लो ब्रेकडाउन गर्दैन यो माथि नै सस्टेन हुन थाल्यो भने यसले चाहिँ यो जुन एउटा रेजिस्टेन्स रहेको छ 2700-2800 को रेजिस्टेन्स यसलाई चाहिँ ब्रेकआउट दिएर चाहिँ एउटा राम्रो स्विङ चाहिँ आउन सक्छ। सो फाइनेन्स सेक्टरलाई पनि तपाईँले क्लोजली वाच गर्नु होला, किनभने पछिल्लो समयमा तपाईँले एसआइएफसीमा अनि बिएफसीमा सिएफसीमा केही राम्रो मोमेन्टम चाहिँ आएको पनि देख्न सक्नुहुन्छ। सो केही न केही फाइनेन्समा चाहिँ स्मार्ट मनीहरू चाहिँ एक्टिभ भएको हामीले क्लियरली देख्न सक्छौँ, जुन एउटा चार्टमा पनि रिफ्लेक्ट भइरहेको छ। सो ध्यान दिनु होला, यो मैले फेरि पनि भने यो लो प्रोटेक्ट यदि फाइनेन्स सेक्टरले गर्छ र यहीँबाट मुभमेन्ट समात्छ भने यसले यो रेजिस्टेन्स पनि ब्रेकआउट गर्न सक्ने चाहिँ पोसिबिलिटी हुन्छ। सो फाइनेन्स सेक्टरलाई पनि तपाईँले एकदमै क्लोजली वाच गर्नु होला। अर्को डेभलपमेन्ट ब्याङ्क सेक्टर हेरौँ। डेभलपमेन्ट ब्याङ्किङ सेक्टर स्टिल साइडवेजमा रहेको छ, यो पनि जस्ट लाइक नेप्से यो कन्टिन्युसली यो झन्डै 2 वर्षदेखि यो जोनमा साइडवेज बसिरहेको छ र ओभरअल यो स्टिल प्यारल च्यानलमा मुभ भइरहेको छ। तर अहिले हेर्नुहुन्छ भने जुन पहिला यो अप्पर च्यानलभन्दा माथि नै सस्टेन भइरहेको थियो, अहिले हेर्नुहुन्छ भने यो लोवर च्यानलमा चाहिँ यो मिड च्यानलभन्दा चाहिँ तल नै सस्टेन भइरहेको छ, जुन त्यति पोजिटिभ चाहिँ होइन। र अहिले हेर्नुहुन्छ भने यसले पनि के गरेको छ, यो एउटा बुलिस क्यान्डल चाहिँ ब्रेकडाउन दिइसकेको छ। सो त्यति पोजिटिभ चाहिँ ओभरअल मन्थली चार्ट चाहिँ डेभलपमेन्ट ब्याङ्किङ सेक्टरको चाहिँ देखिँदैन। सो डेभलपमेन्ट ब्याङ्किङ सेक्टरमा पनि राम्रो मोमेन्टम आउने भने यो 6000 भन्दा माथि सस्टेन हुनु पर्यो। 6000 भन्दा माथि सस्टेन नहुँदासम्म यो कति समयसम्म साइड जान सक्छ त्यो हामीले भन्न पनि सक्दैनौँ। सो यस्तो बेलामा चाहिँ हामीले एकदमै राम्रो फन्डामेन्टल राम्रो भएको मिड टु हाई क्याप डेभलपमेन्ट ब्याङ्किङ सेक्टर जस्तै मुक्तिनाथ जिबिबिएललाई चाहिँ स्लोली एकुमुलेसनको लागि चाहिँ हेर्न सक्छौँ। तर मोमेन्टम ट्रेड गर्नु छ भने एटलिस्ट पनि यो 6000 भन्दा माथि चाहिँ सस्टेन हुन दिनु होला डेभलपमेन्ट ब्याङ्किङ सेक्टरलाई पनि। अर्को हेरौँ इन्भेस्टमेन्ट सेक्टर। इन्भेस्टमेन्ट सेक्टर चाहिँ त्यति पोजिटिभ चाहिँ देखेको छैन। अहिले हेर्नुहुन्छ भने जुन एउटा लङ कन्सोलिडेसन रहेको थियो यो इन्भेस्टमेन्ट सेक्टरको, यसलाई चाहिँ यो एउटा बेरिश क्यान्डल एउटा बी ग्रेड क्यान्डलले चाहिँ क्लियरली ब्रेकडाउन दिइसकेको छ। सो अब यदि यो चाहिँ यहाँनिर रिएकुमुलेसन भएको थियो र यो चाहिँ यदि मेनिपुलेसन हो भने इन्भेस्टमेन्ट सेक्टर चाहिँ यो 105 भन्दा माथि सस्टेन हुनुपर्छ। यदि 105 भन्दा माथि यो सस्टेन हुन्छ, यो जुनभन्दा माथि सस्टेन हुन्छ र यस्तो सेटअप बनाउँछ भने यो चाहिँ मेनिपुलेसन भएको रहेछ, यो चाहिँ अब चाहिँ राम्रो र्याली आउन सक्छ भनेर हामीले एन्टिसिपेसन चाहिँ गर्न सक्छौँ। तर यस्तो भएको केसमा मात्र अहिलेसम्म टेक्निकल हेर्नुहुन्छ भने यो क्लियरली ब्रेकडाउन नै हो र जबसम्म योभन्दा माथि सस्टेन हुँदैन इन्भेस्टमेन्ट सेक्टरबाट चाहिँ यो जुन एउटा राइज आउँछ, राइज भनेको चाहिँ एउटा सेलिङ अपर्च्युनिटीको रूपमा हामीले हेर्नुपर्ने हुन्छ। सो इन्भेस्टमेन्ट सेक्टर त्यति राम्रो चाहिँ देखेको छैन। अबको राइजमा चाहिँ योभन्दा माथि सस्टेन हुन्छ कि नै एकदमै क्लोजली हेर्नु होला। योभन्दा माथि यदि सस्टेन हुन्छ भने चाहिँ एउटा एकदमै राम्रो र्याली आउन सक्छ, त्यस्तो बेलामा चाहिँ यसलाई बल्ल चाहिँ बाइङ पोजिसनको लागि चाहिँ तपाईँले वाच गर्न सक्नुहुन्छ। अब हेरौँ लाइफ इन्सुरेन्स सेक्टर। लाइफ इन्सुरेन्स सेक्टर पनि कम्प्लिटली साइडवेज छ र यो साइडवेज जाँदै गर्दा पनि यसले कुनै पनि खालको चाहिँ मार्केटले मोमेन्टम नेप्सले मोमेन्टम दिए पनि लाइफ इन्सुरेन्स सेक्टरले पनि मोमेन्टम दिन सकेको छैन। यो कन्टिन्युसली हेर्नुहुन्छ भने यो स्लोली यो तल नै आइरहेको छ र अहिले करेन्टली एउटा राम्रो डिमान्ड जोनमा छ। यो डिमान्ड जोनबाट हामीले एउटा राम्रो बाउन्स ब्याक चाहिँ एक्सपेक्ट गर्न सक्छौँ। तर अहिलेको लागि धेरै एक्सपेक्ट गर्न सकिँदैन। अहिलेको लागि यसमा खुबै एक्सपेक्ट गर्न सकिने भनेको यही जोन हो 13000 देखि 13500 को लेभल। यसमा चाहिँ एकदमै राम्रो मोमेन्टम आउने भने यो मैले अगाडि पनि भनेको थिएँ यो जोन 13800 भन्दा माथि यदि 814,000 भन्दा यदि माथि चाहिँ लाइफ इन्सुरेन्स सेक्टर सस्टेन हुन्छ, एउटा राम्रो बुलिस क्यान्डल बनाएर सस्टेन हुन्छ भने चाहिँ यसमा चाहिँ एकदमै स्ट्रङ मोमेन्टम आउन सक्छ, जसको टार्गेट चाहिँ हाम्रो यदि योभन्दा माथि सस्टेन भयो भने हाम्रो टार्गेट कति रहन्छ लाइफ इन्सुरेन्स सेक्टरमा टार्गेट चाहिँ यो 16,000 देखि 17,000सम्म चाहिँ टार्गेट आउन चाहिँ सक्छ। तर त्यसको लागि के हुनु पर्यो, लाइफ इन्सुरेन्स सेक्टरले चाहिँ जुन एउटा एकदम की रेजिस्टेन्स रहेको छ योभन्दा माथि चाहिँ यो लाइफ इन्सुरेन्स सेक्टर चाहिँ सस्टेन हुनु पर्यो। सो अहिले एकदमै राम्रो डिमान्ड जोनमा आएको छ। यसमा चाहिँ तपाईँहरूले चाहिँ स्लोली बाई पोजिसनको लागि चाहिँ मिड टु लङ टर्मको लागि चाहिँ हेर्न सक्नुहुन्छ। यो रह्यो लाइफ सेक्टर। अब हेरौँ नन लाइफ सेक्टर। नन लाइफ सेक्टर त मैले बेरिस गएको छ भनेर मैले अगाडि नै भनिसकेको थिएँ, यसमा एलर्ट हुनु होला पनि भनेर। र जुन एउटा मेरो एन्टिसिपेसन के थियो भन्दाखेरि चाहिँ यो जोनबाट चाहिँ केही बोनस ब्याक आउँछ, त्यसपछि चाहिँ फेरि तल चाहिँ डाउन साइड कन्टिन्यू हुनसक्छ भन्ने जुन एन्टिसिपेसन थियो, अहिले चाहिँ यो रिटेस्ट गरेर त्यही जोनलाई चाहिँ रिटेस्ट गरेर अहिले कन्टिन्युसली यो लेभललाई चाहिँ होल्ड गरेर साइडवेज बसिरहेको छ। सो अब के साइडवेज बस्यो भन्दैमा किन्ने हो त होइन, किनभने यो के पनि हुनसक्छ, एउटा यहाँबाट ड्रप
त्यसपछि यहाँनिर बेस बनायो, यहाँनिर फेरि डिस्ट्रिब्युसन गरेर फेरि पनि यसले चाहिँ आफ्नो ड्रप चाहिँ कन्टिन्यू चाहिँ गर्न सक्छ। सो जबसम्म चाहिँ यसले यो लेभल होल्ड गर्छ हामी स्टिल होपफुल चाहिँ हुन सक्छौँ, तर ओहो अब चाहिँ यहीँबाट चाहिँ माथि जान्छ भनेर चाहिँ भन्न सक्दैनौँ। यदि तपाईँले चाहिँ नन लाइफ सेक्टरबाट स्टिल कुनै स्टकहरू चाहिँ होल्डमा हुनुहुन्छ भने चाहिँ यो जोनको चाहिँ एकदमै टाइट स्टप लस राखेर चाहिँ पोजिसनहरू चाहिँ लिन सक्नुहुन्छ। तर यसमा अहिलेको लागि मैले फेरि पनि धेरै टार्गेट चाहिँ गर्न सक्दिनँ। यसको लागि टार्गेट भनेको अहिलेको लागि यही 11,500 यही 12,000 हाई नै रहन्छ। सो नन लाइफ साइडको त्यति पोजिटिभ चाहिँ देखेको छैन। यो साइडवेज हुँदै गर्दाखेरि लो डिमान्ड जोनमा चाहिँ स्लोली बाईको लागि हेर्न सक्नुहुन्छ, तर टाइट स्टप लस राखेर मात्र। अब हेरौँ माइक्रो फाइनेन्स सेक्टर। माइक्रो फाइनेन्स सेक्टर पनि एकदमै साइडवेज छ, यसमा पनि केही चेन्ज छैन। अहिले हेर्नुहुन्छ भने चाहिँ यो लो डिमान्ड जोनमा आएर चाहिँ बसेको छ। जुन मन्थको क्लोजिङ यसको पनि राम्रो भएको छैन, तर अर्को अलिकति होपफुल हुन सक्ने ठाउँ भनेको माइक्रो फाइनेन्स सेक्टरमा चाहिँ यो एउटा राम्रो डिमान्ड जोन हो, एउटा राम्रो सपोर्ट जोन हो। यहाँबाट पटक यहाँबाट बाउन्स भएको थियो। सो यहाँबाट यसपालि पनि केही बाउन्स हुनसक्छ भन्ने कुराको एन्टिसिपेसन चाहिँ गर्न सक्छौँ, होपफुल चाहिँ हुन सक्छौँ। तर यसको लागि टार्गेट भनेको अहिलेको लागि म्याक्सिमम लिन सक्ने टार्गेट भनेको 5100 रहेको छ। जबसम्म माइक्रो फाइनेन्स सेक्टरले चाहिँ यो मिड च्यानलभन्दा माथि चाहिँ यसरी सस्टेन हुँदैन तबसम्म चाहिँ हामी यसमा चाहिँ कुनै पनि एकदमै राम्रो मुभमेन्ट आउन सक्छ भनेर चाहिँ यसमा हामी चाहिँ एन्टिसिपेसन गर्न नै सक्दैनौँ। किनभने माइक्रो फाइनेन्स सेक्टरले जुन यो सेप्टेम्बरमा चाहिँ यो मिड च्यानल लुज गरिसकेपछि अहिलेसम्म चाहिँ योभन्दा माथि रिक्लेम गरेर बस्न सकेको छैन, जसले चाहिँ यसमा मोमेन्टम कम्प्लिटली छैन भनेर चाहिँ बुझ्न सक्छौँ। किनभने यसलाई हामीले स्टकमा पनि गएर हेर्छौँ भने कति स्टकहरूको त तपाईँले 200-400 किताभन्दा बढी ट्रेड हुनै सकेको छैन, त्योभन्दा बढी ट्रेड नै भइरहेको छैन त्यो स्टकमा। त्यसैले मोमेन्टम कम्प्लिटली जिरो छ। अहिले बिस्तारै सुरु हुन लागेको जस्तो चाहिँ देखिन्छ यो जुलाई मन्थमा चाहिँ। सो स्टकहरूले चाहिँ राम्रो डिमान्ड जोनमा भएको स्टकहरूलाई चाहिँ क्विक एउटा ट्रेडको लागि चाहिँ वाच चाहिँ गर्न सक्नुहुन्छ, तर टाइट स्टप लस राखेर मात्र। अर्को हेरौँ म्यानुफ्याक्चरिङ सेक्टर। म्यानुफ्याक्चरिङ सेक्टरमा हामीले लास्ट टाइम एनालाइसिस गर्दाखेरि यहाँनिर थियो, यहाँबाट चाहिँ एउटा राम्रो स्विङ आउन सक्छ भन्ने हाम्रो एनालाइसिस थियो यो हाईको टार्गेट राखेर। तर जुन एउटा यसमा चाहिँ श्रीनगर एग्रोटेक, एसओ प्यानल जस्ता चाहिँ न्यू आइपीहरू आयो म्यानुफ्याक्चरिङ सेक्टरबाट, यसले चाहिँ एकदमै राम्रो चाहिँ र्याली चाहिँ दियो। तर त्यो र्याली चाहिँ कम्प्लिटली कसको थियो त? न्यू आइपिओ, दुईवटा आइपिओ, श्रीनगर एग्रोटेक एससीआइएल र एसओ प्यानलको। यो त्यो बाहेक अरू यसमा जति पनि स्टकहरू छन्, चाहे त्यो सिमेन्ट सेक्टर होस्, चाहे त्यो एसडिएल किन नहोस्, कुनै पनि सेक्टरले कुनै पनि स्टकले चाहिँ राम्रो मोमेन्टम चाहिँ दिन चाहिँ सकेको चाहिँ छैन। सो यो र्याली भनेको कम्प्लिटली एउटा आइपिओको र्याली हो। सो अब चार्टले के भन्छ त भन्दाखेरि चाहिँ चार्टले चाहिँ अहिलेसम्म हेर्नुहुन्छ भने चाहिँ यहाँनिर चाहिँ यो स्टिल यो बुलिस क्यान्डलको हाई र लो बिचमा नै साइडवेज बसिरहेको छ। जबसम्म यो लो प्रोटेक्ट हुन्छ तबसम्म हामीले चाहिँ केही साइडवेज बस्यो भने फेरि पनि अफसाइड मोमेन्टम लिन सक्छ भन्ने कुरा चाहिँ हामीले एन्टिसिपेट गर्न सक्छौँ। तर यदि म्यानुफ्याक्चरिङ सेक्टरले चाहिँ यो 10,500 को लेभल लुज गर्यो भने चाहिँ यसले चाहिँ फेरि अलिकति अझै तलसम्म यो 9,000 को लेभलसम्म चाहिँ करेक्सन ल्याउन सक्छ। सो त्यस्तो बेलामा चाहिँ तपाईँहरूले अझै चाहिँ रिस्क म्यानेज चाहिँ गर्नुपर्ने हुन्छ। सो यहीँबाट चाहिँ अलिकति राम्रो बाउन्स आयो भने चाहिँ यो होल्ड गर्छ भने चाहिँ तपाईँहरूले यो 11,000 देखि 12,000सम्मको टार्गेट राखेर चाहिँ पोजिसन चाहिँ बनाउन सक्नुहुन्छ म्यानुफ्याक्चरिङ सेक्टर। सो ओभरअल सेक्टर मोमेन्टममै छ, तर स्टक वाइज हेर्ने हो भने तपाईँले यो आइपिओको सेक्टर बाहेक अरूमा त्यस्तो साह्रो मोमेन्टम छैन। सो एकदमै क्लोजली चाहिँ बाई पोजिसन चाहिँ लिनु होला यो सेक्टरबाट चाहिँ। अब अर्को हेरौँ होटल सेक्टरबाट। सो होटल सेक्टरमा हाम्रो प्रिभियस एनालाइसिस के थियो भन्दाखेरि जुन एउटा राइजिङ वेज प्याटर्न बनाएको थियो, यो चाहिँ यो रिटेस्ट गरेर चाहिँ तल नै आउन सक्छ भन्ने कुराको एनालाइसिस गरेका थियौँ हामीले। स्टकहरूले चाहिँ डेफिनेटली चाहिँ रिटेस्ट गरेर धेरै होटल सेक्टरको अलमोस्ट धेरै स्टकहरू चाहिँ 40-50% चाहिँ डाउन भइसकेका छन्। तर जुन यो मार्केट चाहिँ कन्टिन्यू यो होटल सेक्टर चाहिँ कन्टिन्युसली यो सस्टेन हुनु भनेको चाहिँ रिसेन्टली जुन चाहिँ यो बन्दीपुर होटल आयो, त्यसपछि अर्को कुन होटल आएको थियो, आइपिओ आएको होटलले चाहिँ यसलाई चाहिँ माथि नै सस्टेन हुन चाहिँ हेल्प गर्यो। तर यसको ओभरअल चाहिँ चार्ट त्यति राम्रो चाहिँ छैन, किनभने यसले अहिले हेर्नुहुन्छ भने चाहिँ यो साइडवेज जुन एउटा ब्रेकआउट पछि यो लेभलमा साइडवेज बस्यो र साइडवेज बसिसकेपछि पनि यसले के गर्यो, फेरि माथिको चाहिँ फेक आउट गर्यो मार्केटलाई। बायरहरूलाई चाहिँ यहाँनिर चाहिँ अब चाहिँ माथि जान्छ भनेर चाहिँ ट्र्याप गर्यो, तर बाई साइड लिक्विडिटी लिएर अहिले तलै नै सस्टेन भएको छ। र यदि होटल सेक्टरले यो 7,000 को लेभल लुज गरेर तल सस्टेन हुन थाल्यो भने चाहिँ एकदमै प्यानिक फल चाहिँ आउन सक्छ। सो ओभरअल सेक्टर त्यति राम्रो चाहिँ देखेको छैन। स्टकहरू हेरेर चाहिँ तपाईँले पोजिसन लिनु होला, केही स्विङहरू चाहिँ एक्सपेक्ट गर्न सकिन्छ। तर अब यो सेक्टर चाहिँ मिड टु लङ टर्मलाई चाहिँ होल्ड गर्न चाहिँ सकिँदैन, किनभने तपाईँले मन्थली आरएसआई हेर्नुहुन्छ भने पनि कन्टिन्युसली यसरी हायर हाई बनाउँदै गर्दाखेरि चाहिँ यो चाहिँ मन्थलीमै आरएसआई यसरी लो हाई लोवरलाई बनाइरहेको छ। सो यसले चाहिँ जब फल आउँछ एकदमै नेगेटिभ फल चाहिँ आउन सक्छ, प्यानिक फल चाहिँ आउन सक्छ। सो होटल सेक्टरबाट चाहिँ तपाईँ अलिकति अलर्ट भएर चाहिँ आफ्नो पोजिसन चाहिँ बनाउनु होला। सो हामीले अलमोस्ट सबै सेक्टरको चाहिँ एनालाइसिस गरिसकेका छौँ। एउटा ट्रेडिङ सेक्टरको मात्र मिस भयो। ट्रेडिङ सेक्टर त्यति दुईवटा स्टक मात्रै भएको हुनाले चाहिँ मैले त्यति ध्यान चाहिँ दिइनँ ट्रेडिङ सेक्टर चाहिँ, किनभने अहिले कन्टिन्युस साइडवेज छ यो ट्रेडिङ सेक्टर पनि। र ट्रेडिङ सेक्टर पनि अहिले हेर्नुहुन्छ भने सिम्पल योभन्दा माथि यो
यो जोनभन्दा माथि सस्टेन नहुँदासम्म चाहिँ हामी यसमा पोजिटिभ हुन सक्दैनौँ। सो दुईवटा स्टक मात्रै छ, सकेसम्म तपाईँहरूले चाहिँ त्यो स्टकमा पनि अभोइड गरेको नै राम्रो, किनभने अरू जति पनि राम्रो स्टकहरू छ। सो यो रह्यो नेप्सीको र सेक्टर र सब इन्डेक्सहरूको चाहिँ कम्प्लिट मन्थली एनालाइसिस, जसमा चाहिँ हामीले तपाईँले चाहिँ लेभलहरू हेरेर चाहिँ एउटा डिटेल एनालाइसिस चाहिँ गरेका छौँ, क्विक डिटेल एनालाइसिस गरेका छौँ। सो भिडियो तपाईँलाई कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट गर्न सक्नुहुन्छ भने, कुनै सल्लाह सुझाव फिडब्याक सजेसन्सहरू छन् भने पनि कमेन्ट गर्नु होला। थ्याङ्क यू सो मच।